हेलो साथीहरू, यो चाहिँ गौतम बुद्धको पाइला रे सैलुङमा पहिला उहाँले टेक्नु भएको अरे है। बेला सत्य यहाँ पाइला गौतम बुद्धको पाइला देख्न सक्नुहुन्छ। पैसा फ्याल्नु हुँदैन नि, यसरी मन्दिर हो। होइन, त्यो पैसा भन्ने चिज कहिले पनि अपमान गर्नु हुँदैन। गौतम बुद्धले पैसा चढा कहिले भनेको छैन। उहाँको पाइलाले झन् भन्ला भन्दैन नि। उहाँको पाइलाले भन्दैन पैसाको कदर गर, अरूको मन नदुखा, अरूले झुट नबोल, अरूले पीडा नदे भन्नुभएको। होइन, धनको लोभ नगर भने, पैसा नफाल भने त छैन नि। राम्रै होला दिदी, राम्रै हो। गौतम बुद्धको पाइला है यो चाहिँ। गौतम बुद्धले पैसा चढा है, राजाको सम्पत्ति छोडेर हिँडे है। पैसाको लोभी भए राजाको छोरो एउटा धोती बेरेर हिँड्छ, दरबार छोडेर है। दरबार छोडेर। गौतम बुद्धको रुल्स फलो गर्नुपर्छ। खानेकुरा यसरी अपमान गरेर फाल्न नि हुँदैन। कस्तो मिठो रहेछ नि। गाह्रो छ नि दिदी। अब त्यहाँ पर मन्दिरमा नि जाउँ। हाम्रो चाहिँ भिडियो चाहिन्छ बुद्ध के अरे उसको। होइन,